सही साथीहरू हाम्रो मामाश्री के गर्दै रहेछ यसो हेर्न जानु पर्यो गाउँतिर। को आउनु भयो? हेलो मामाश्री के भान्जा गर्दै पो हो? रहेछ। भान्जा यो त पानीमा नि के हो, पानी परिरहेको होइन नि बाहिर सिमसिमी परिरह भिजेन मामाश्री भान्जालाई। अलिअलि। हट्ट भान्जा, म त जाडोले सिरा गोडेर बाहिर निस्किनु। अनि तपाईँ दिन रातै सिरा गोडेर सुत्दिने अनि काम छैन, बेरोजगारी के गर्ने, रोजगार छैन यस देशमा। यो सरकारले रोजगारै दिँदैन। देशमा राजा छैन, राजा भए रोजगार दिन्थ्यो होला। अब बालेनले गर्छ नि त। खै बालेनले गर्छै गर्दैन। भोट के माल्यो भान्जा? म त मामा घन्टीमा हो, घन्टीमा टिङ 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 लगाएर। बालेन सरको, बालेन शाहको सरकार बनाउने हो र? ए एकदम बनाउने अब बुढाखाडा नेताहरू सब उडाइदिने हो। अब गाउँ जाँदा फेरि हाम्रो गाउँको वडा अध्यक्षले फेरि गाउँ छिर्नु नदिएला त। किन नदिनु, दिइहाल्छ नि हो यो त्यो कहाँ पार्टी भनेर। कहाँ घन्टीलाई भोट हाल्ने भनेर चाहिँ कराउला नि त। त्यस्तो हुँदैन नि मामा यार, आफ्नो ल मर्जी हो नि त। त्यसो भए भान्जाको मर्जी भयो, मेरो नि मर्जी भयो त्यसमा है भान्जा। ओके सर, अनि मामा दिन रातै सिरा गोडेर सुत्दिने अनि। कहाँ जाने त, के गर्ने त खोइ। अब भान्जाले अब यो जाडोमा चाहिँ अब आलु तामा, यसो तातो तातो आलु तामा खुवाउने भए जानु पर्यो माथि र चौकतिर। जाडोमा के आलु तामा खानु हो मामा, मौसमले च्यालेन्ज दिएको छ, यसो तिन पानी हानिदिने हो के हो। दिन पानी हान भने फेरि अब भरे टिभाउने होला। औँसी पूर्णिमा काम आउँछ भान्जा हाम्रो, के अन्त यसो नजाने नि आज एक दिन के भएर। गएन भने त फेरि भोलिदेखि जागिर नहोला। त्यस्तो त हुँदैन होला, भयो भने अर्कै रोजाउँला नि त के भएर। अँ, के हो पुरै व्यवस्थित भएर सुत्या मान्छे होइन। तातो त बनाउनै पर्यो नि जाडोमा। एक्लै अनि माइजहरू हुनुहुन्न? ए माइजहरू आउने आउने त्यहाँ भन्नु। ल के छ त्यसो भए, लागौँ त मासतिर। ल भान्जा ल ल।